Hey guys, welcome back to my channel. It's me Sachin and you're watching my video. अनि आज फेरि हामीले मुकबाङ प्लस च्यालेन्ज लिएर आएको छौँ है। यो चाहिँ 2 PM अकबरे 2 PM अकबरे 2x अनि प्लस बफ ससेज अनि यसमा चाहिँ के रे क्याबेज बफ मोमो फर्स्ट टाइम ट्राई गरेको हामीले चाहिँ घरमा बनाउनको लागि। अनि के भन्ने अब अरु भन्दा नि आज हाम्रो साथमा छ कोक अब यो मोमोको लागि चाहिँ यहाँ छ अचार अनि च्यालेन्ज चाहिँ के छ नि यो जसले के रे सरी यो 10 वटामा चाहिँ 6वटामा चाहिँ खुर्सानी छ 6वटामा हो र 6वटामा कि 8वटामा खुर्सानी छ। हामीले बनाएन कि आन्टीले बनाउनु भएको आन्टीले बिर्सिनु भयो 6वटा कि 8वटामा हाल्नु भएको। अनि जसले जित्छ त्यसले चाहिँ 6वटा खुर्सानी 6वटा मोमो खानु पर्छ। अनि सरी जित्नेले 4वटा हार्नेले 6वटा खानुपर्छ। जुनी पर्न सक्छ पिरोनी पर्न सक्छ नपिरो पर्न सक्छ जिते पनि हारे पनि। तर धेरै जित्नेलाई अब त्यही प्रोबेबिलिटी कम भयो दुईटा कम खानु पर्यो प्रोबेबिलिटी कम भयो नि त जित्नेलाई चाहिँ जे भयो नि। अनि च्यालेन्ज चाहिँ यो मात्रै हो यो सुरुमा भ्याउनु पर्दैन नि आफ्नो मर्जी त यो ससेज र अकबरे मैले अकबरे त्यति ट्राई गरेको किमा नुडल के रे किमा त्यो मात्रै खाइन्थ्यो नि त 2 PM को पहिला चाहिँ खानको लागि चाहिन्छ त्यहीवटा। अनि अब सुरु गर्नु त होला नि। अनि साथीहरू यदि तपाईँहरू चाहिँ यो च्यानलमा नयाँ हुनुहुन्छ फर्स्ट टाइम भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि भिडियो मन पर्यो भने लाइक गर्नु होला र केही भन्न मन लाग्यो भने कमेन्टमा लेखिदिनु होला। रेडी ल अब चाहिँ हामी च्यालेन्ज सुरु गर्छौँ साथीहरू काउन्टमा 3 काउन्टमा ल 1 2 3 गो स्टार्ट भयो हाम्रो च्यालेन्ज चाहिँ। ओहो यो त राखेको धेरै बेर भयो है ठिकै छ नि त यहाँ रेडी गर्दा क्यामेरा मिलाउँदा यताउता गर्दा बल्ल भयो अलि चल्यो खाए पिरो पो छ त यो चाहिँ 2 प्याकेट हो है साथीहरू। अनि मसलाहरू चाहिँ सबै हालिदिन्छ सबै हालेको 2x तर धेरै पछि खायो धेरै ग्याप भयो थियो नखाएको नुडल्सहरू धेरै भएन ससेज खाने भेट्छ है बफ ससेज ओके भ्याइनुहुन्छ नभ्याइनुहुन्छ है यति भाग्यो सुरुमा भ्याउनु पर्ने। अरू भन्दा नि मोमोमा चाहिँ डल्ले खुर्सानी छ के लामाले खुर्सानी होइन डल्ले खुर्सानी अकबरे छ। हामी फेरि जित्नेले 4वटा खानेमा 4वटैमा पऱ्यो भने त फाइदै भएन। चारवटै त नपर्ला 2टा 3टा धेरैमा त्यति साह्रो अनलकी नहोला नि 4वटै पर्ने भन्न सकिन्न के थाहा। हाल्न नि एउटै अकबरेलाई काटेर 2 पिस बनाएर हालेको क्या। तर मोमो पनि ठुल्ठुलो छ नि त। अनि हामीले फर्स्ट टाइम बनाएको ट्राई गरेको क्याबेज मोमो नि चाहेको पनि छैन है साथीहरू यहाँ चाहिँ। यसले त चाँडै भ्याउला जस्तो गर्यो त। बिहान 3 वटा केही नि खानु भोकै बस्यो
च्यालेन्ज जित्ने भनेर। अनि अहिले चाहिँ पानी परेको भएर यता मुगलिनको बाटो चाहिँ डेन्जर ब्लक भएको छ है। 2 दिन जति भयो गाडी नि आएको छैन भनेको थियो क्या। त फेरि पोखरा जानुपर्ने छ है। भोलि जानुपर्ने। आजसम्म क्लियर भएको छैन, बेलुकासम्म हुन्छ कि हुन्न। तर एक्स्ट्रा अर्को बाटो छ भन्ने थियो। मुगलिनको पारिपट्टि खै के हो बन्न खायो, नयाँ बाटो बनाउँदै थियो नि, त्यो बाटो छरेको अरे गाडी हुन्छ किन्न। पसिना आइसक्यो त अहिले। त्यही बब ससेसले अलिअलि पिरो कम गरेको। तपाईँहरूले मेरो पहिला भिडियो नि हेर्न सक्नुहुन्छ। मैले नुडल्स चाहिँ यस्तो पिरो नुडल्स खान सक्दैन। ओहो पसिना पानीले मुख धुवा धरेर पानी निस्क्यो। म त भात खाएको भएर खानै सकेन कि। म त केही नखाएको। म त अहिले पछि बनाउने भनेर सोचेको थिएँ नि त। रुमाल मैले कहाँ राखेँ? है सिधै मेरो चाहिँ अब कोक चाहिँ च्यालेन्ज होइन, कोक चाहिँ बिस्तारै खाइने हुन्छ। पकेन धरेर पानी चुया धरेर पानी निस्किया है। कोक खाँदा कति आनन्द। अचार पिरो कि होइन? यो हात के पिरो हुनु। बेलुका हुस्सु लाग्छ नि। सुलाएर बाहिर आयो भने त्यो ऐनामा सबै त्यो हुन्छ कि हुस्सुलाएर सबै ब्लर हुन्छ अनि सिटहरू नि सब भिज्या हुन्छ नि त। कोक खानु के धेरै आनन्द हुन्छ होइन नि। कोकले झन् पोल्छ नि। म झन् गुलिएर आनन्द गरेर मोर चाहिँ पोल्यो। अकबरे करेन्ट नै अकबरेकै त हुन्छ नि होइन धेरै। त्यो चाहिँ टुपियम हो 2-2वटा उस्तै हो। टुपिया फरक हुन्छ टेस्टमा, नत्र त्यस्तो साह्रो जस्तो हुनु फरक। करेन्ट नदा त्यो ढेवा ठ्याक्कै त्यो आउँछ नि त, अकबरै आउँछ नि त वास्सै। योमा चाहिँ अलिक नआउँदो रहेछ। तर म चाहिँ प्रायः अकबरी भन्दा पनि टुपियम रामिन चाहिँ मन पर्छ कि हामीलाई।
अनि अघि लाग्छ त झन् को खायो त झन् पोले जस्तो लाग्यो क्या त्यो त मलाई आएको त गुलियो आएपछि झन् पिरो खानै सक्दैन त्यस्तो हुन्छ त थाहा छ तर यस्तो गाह्रो होला जस्तो लाग्दैन क्या लिक्विड जे खाने लिक्विड खायो भने झन् हुन्छ कि पिरो पहिला पहिला त खाइरहेको हुनु त यो त अहिले धेरै ग्याप भएर पो मजन कति गर्न आएको भिडियोहरू पनि धेरै हो मेरो मुखमा आएको फेरि ऊ भयो मेरो म त अहिले भर्खर भात खाएको नि त पेट त यहाँ फुल भइसक्यो त अनि त्यसले गर्दा नि भयो बल्ल बल्ल खाएको अब फेरि झन् 6वटा खानुपर्ने 6वटा खाने अझ खुर्सानी पऱ्यो भने झन् अर्को दबाई हुन्छ ल अब चाहिँ हामी पनिसमेन्टतिरै लाग्ने होला आफूले रोज्न पाउँछ है त ल मैले रोज्ने सुरुमा 2टा खानु रोज्ने के तपाईँले 2टा खानु म एउटा खान्छु तपाईँले 2टा खानु एउटा खानु अनि म एउटा खान्छु अनि लास्टमा एउटा हुन्छ नि त के हो ल चुज गर्नु कुन चुज गर्नुहुन्छ आफै चुज गर्न पाएँ है यो चाहिँ बफ क्याबेज मोमो है रस सक्यो फेरि यो चुइन्छ सुन्नुपर्छ निन्जा टेक्निक हो अलिक सानो भए त नचकाइकन निल्यो भने त पिरो हुन्थेन नि मुखमा है तर लास्ट लग्यो क्याबेज मोमो अब यो 2 गाँस गर्नु पर्ला चाहिँ हेर्दाखेरि गऱ्यो भने पोकिन्छ नथपाओस् भनेर खाजा ठुलो बनाएको अङ्कल परेछ सुरुको एउटा 8वटा पऱ्यो भने त मलाई नि पर्छ त धेरै नाकमा आयो क्या खस्यो खुर्सानी खस्यो त खस्यो मिल्दैन को खानु पानी हाल्नु सर्दी लाग्दो हुनु त्यो रसले क्या त्यो राखेर स्वाटो रस लाग्यो त्यो बफको त्यो जुसी भयो क्या हल्का बोसा हालेर बनाउनु लाग्यो किमा तर फेरि मोमो त जुसी नै राम्रो हुन्छ नि त मिठो नि हुन्छ हो के अरे त्यही पिरो जुस जान्छ नि फेरि बढेले गर्दा चाहिँ फेरि त्यो भयो पिरो जुस चाहिँ भयो पोल्न थाल्यो अब यता यो ओठ मात्रै पोलेको थियो यसले अब भित्र पनि पोल्नु चुज गर्ने एउटा कस्तो छेउमै राखिदिएछ त मलाई नि थाहा छैन अङ्कललाई नि थाहा छैन कि आन्टीले बनाउनु भएको बिचको निकाल्नु है अहिले चाहिँ क्या हो पोल्यो त यसले त बिस्तारै थोरै गर्नुपर्छ नि कहाँ छ कहाँ मैले बनाएको त नि आन्टीले बनाएको के 10वटा मात्रै च्यालेन्ज गरेको नि त होइन मैले राखेको होइन कि मैले खुर्सानी यहाँ लिएर राखिदिएको आन्टीले आफूले हाल्नु भएको कि मैले 5वटामा हालिदिनु भन्ला थिएँ परेन छ योपालि चाहिँ परेन छ है अङ्कललाई योपालि चाहिँ परेन छ ठिक छ हेर्नु छैन 6वटा कि 8वटामा एउटा घट्यो 7वटा चाहिँ 5वटा छ पालो अङ्कलले यहाँको र यहाँको खानुभएको थियो म चाहिँ बिचको रोज्छु है त जुस छ कि अझै यहाँ पनि देखिन्छ कि यस्तो तल विनर भएर नि लक्की हुन्छ कि हुन्नेहरूमै छैन घाटो सिकाउँदै आउनु दुःख पाउनु भयो त यार म चाहिँ 4वटा खानु अलिक सानो जस्तो छ अलिक डल्लो रहेछ क्या छैन कि डल्लो झन् लुकाएर झन् बिचमा राख्नु भएको छ बल्ल अघिकोलाई अलिक पिरो कम भयो थप्यो भयो त कहाँ त्यो अर्को फेरि जुसी धेरै भयो नि त छैन ला म पर्छ क्या के खानुभयो छ
छरे एउटा घट्यो फेरि एउटा घट्यो त्यो चाहिँ खानु भएछ नाकमा आएको जुसले गर्दा नभएर तल हल्का नि चरेर अनि खाइनु भयो नि खाएछ एकैचोटि गयो एकैचोटि गयो अब टोक्दैन नि त ल कुन चाहिँ चुज गर्नुहुन्छ तपाईँ जुन चुज गर्नुहुन्छ म त्यसको बिचको चुज गर्छु यो गर्नु कसै बुझ्नु विनर भएर चाहिँ लक्की चाहिँ भएको छु अहिलेसम्म चाहिँ टाइम प्लिज त्यो चपिलो साथीहरू मार्नु भयो भनेपछि यो लास्टमा म यो दिन्छु ल त्यही लियोस् भनेर यो लिएको 20 बडो लिन्छु भने यस्तो गर्नु नि त सुरुमा थोरै बाइट दिनु न त नत्र तल अलिकति पल पारेर रस निकालिदिनु न त्यो के अरे रसले गर्दा त्यो सर्का आएको भयो त छैन किमा छैन भनेपछि 2टा खानु भयो 3टा भयो त्यो 4टा खुर्सानी ए खुर्सानी खुर्सानी हो कि खुर्सानी 2टा भनेपछि त यो 5वटामै छ क्या यार 2टामा 2टा खायो 4वटामा 2टा खानुभयो 2टा गयो नि बल्ल 3 4 5 6 7 होइन एउटामा छैन अझै 6वटा हो कि 7 8वटा भन्नु हो कि अन्टीलाई नि थाहा होइन कतिवटा हाल्नु यहाँ कतिवटा 10वटा पो थियो है यहाँ 10वटा थियो 8वटामा हो कि होइन नि त्यो होइन 6वटामा नहुने त कसरी हुन्छ त 6वटामा होला भनेपछि एउटा चाहिँ कुन चाहिँ लक्की पर्छ एउटा चाहिँ यति रस छ के यो चाहिँ जुस हो के यसले गर्दा सलक्क भयो होला कि तपाईँलाई टोक्दाखेरि सट्ट गइहाल्छ नि म चाहिँ थोरै बाइट लिन्छु अनि देखाउँछु परेन लक्की छ कि छैन देखाउनु अलिक भित्र रहेछ यो यहाँ आदि पऱ्यो हो भने 2 टुक्रा पारेर राखेको रहेछ होइन यो यताभित्रै त्यो विनर भएर नि एउटा चाहिँ पर्यो एउटा बाँकी छ यहाँ ए 2टा बाँकी छ अझै 2-2वटा खानु बाँकी कहाँ होला त बचाओ रे छ 2टा त्यही एकै ठाउँमा हाल मारेर चाहिँ काटेर ऊ पिरो खाने मान्छे त हो तर अकबरे चाहिँ सक्दिनँ के लास्टै पिरो हुन्छ बरु त्यो अचार बनाउँछ नि त्यो पिरो नहुने टाइपको के रातोलाई हो त्यो चाहिँ बरु खान सक्छु मजाले कतिवटा खानुभयो तपाईँले 3टा पऱ्यो होइन 5वटामा 3टा नानी त अक्कड बक्कड बम्बे बो सो अक्कड बक्कड बम्बे बो 80-90 पुरै सो यो पऱ्यो है त तीनटा भनेपछि दुईटामा छ क्या छैन अखर बकर गरे नि काम अब त दुईटैमा होला नि होला कतिवटा खानु भयो तपाईँले अब एउटा एउटा हो के होइन तपाईँलाई कतिवटा पऱ्यो 5वटामा 3टा मलाई एउटा दुईटामा छ क्या अब दुईटामा हो क्या तेर्का यताबाट चबाको यति गरे यही भाग पऱ्यो क्या भित्र पोले क्या
पचाउरे पर्नु झुकेर नभएन खान सकिदियो छ के यसमा नि स्योर छ खानुहुन्छ बाहिर होला मैले एउटा मात्रै खाएँ भने 2टा पऱ्यो मलाई 6वटामा योसँग 2टा हुन्छ अरू कुरो काटेको क्या यता चौहान किन यतै पोल्छ त यतापट्टि चौहा चाहिँ यतै पोल्छ त पहिल्यै 6टा मलाई 2टा पऱ्यो तपाईँलाई 4टा पऱ्यो होइन विनर भयो नि जसो भयो नि कमै परेछ मलाई चाहिँ गाइस फाइनली आजको च्यानल चाहिँ सिद्धियो विनर भयो नि विनर भयो नि 2टा चाहिँ खायो अहिले पोल्न लाग्यो भित्रदेखि अडाउन लाग्यो त्यही आजको भिडियो चाहिँ यहाँलाई कस्तो लाग्यो कमेन्टमा भन्नु नबिर्सनु राम्रो लाग्यो भए चाहिँ लाइक पनि गरिदिनु होला च्यानललाई यदि सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ फेरि सम्झाउँदैछु सब्सक्राइब गरिदिनु होला अनि हाम्रो अङ्कलको माधव फ्यामिलीलाई नि सब्सक्राइब गरिदिनु होला अब हाम्रो भ्लगहरू नि अब दसैँको भ्लगहरू अङ्कलको के अरे च्यानलमा हेर्न सक्नुहुन्छ हजुरहरूले बाटो कस्तो हुन्छ अब हुन त बाटो यता भयो नि सर्टकट बाटो त गइन्छ गरे पोखरा होइन बाटो यताको मुगलिनको खुलेन भने अर्को बाटो पनि बिच बिचमा भ्लगहरू नि आउँछ त्यसको नि भ्लग आउँछ भनौँ न त्यही हो अब अकबरले नि गरियो च्यालेन्ज अब हजुरहरूलाई के च्यालेन्ज लिएर आउँदाखेरि हजुरहरूलाई राम्रो लाग्छ हजुरहरूको त्यो नि के अरे सुझाव पनि कमेन्टमा लेखिदिनु होला त्यही हो अब गरे नखाने मान्छे म पिरो चाहिँ खाएँ अङ्कलले पनि त्यति साह्रो पिरो खानु हुन्थेन अङ्कलले झन् 4-4वटा खानु मैले 2टा मात्रै खाएँ मलाई झन् अङ्कलले ट्याक्क भन्नुभयो नि बोमिट आउँछ भनेर त्यो मैले ट्याक्क त्यही आएको के भन्ने त्यही बोमिट आउँछ क्या त मलाई पनि त्यस्तै लाग्यो पिरो लास्टै पिरो हुन्छ क्या अकबरे त्यो लास्टको मोमो खाने बेला आउँदा नि के आउँला जस्तो भएको कि पिरो भएर होला नि धेरै ल अब यही भन्नु तपाईँले गरिदिनु साथीहरू अब गर्मी मौसम छ है त्यही भएर पनि अलि गर्मी थियो त्यही माथि झन् यस्तो पिरो पिरो खाइयो है खाना नि पिरो अनि च्यालेन्ज पनि पिरो है साथीहरू त्यसमाथि फेरि पनिसमेन्ट पनि पिरो त्यहीमाथि जित्नेलाई पनि पनिसमेन्टै जस्तो भयो जित्नेलाई नै पनिसमेन्ट भयो तर अलिक कम भयो भनौँ त्यही हो त्यही भएर सबैजना हामी 2टै असिन पसिन भयौँ है साथीहरू आज साथीहरूले एकदम इन्जोय गर्नुभयो होला फेरि यस्तै च्यालेन्जहरू चाहिँ आउँदै गर्नेछ तबसम्म लागि प्रतीक्षा गर्नु होला र फेरि यस्तै हेर्नलाई च्यानललाई सब्सक्राइब गर्नु होला भन्दै आजको भिडियोबाट हामी बिदा माग्न चाहन्छु ओके टेक केयर बाई बाई